बधाई छ हाम्रो यहाँको हैन अनहार भाइलाई जुन सपना बोकेर काठमाडौँ छिर्नु भएको थियो आज त्यो सपना उहाँले लगभग पुरा गर्नुभएको छ। बाँकी आगामी प्रक्रियाको लागि धेरै धेरै शुभकामना। साथ दिनु होला, सबै कुरा राम्रो हुन्छ हैन। जसरी पनि एक दिन उज्यालो आउँछ है त। ल बाँकी प्रक्रियाको लागि धेरै धेरै शुभकामना। जुन सपना बोकेर एक परिवारलाई विश्वास गरेर यहाँ पढ्नुभयो र आफ्नो सपना साकार हैन पार्नु जाँदै हुनुहुन्छ। अब हामी खाली रिजल्टको प्रतीक्षामा छौँ। लगभग उहाँले 100% दिइसक्नु भएको छ लिखितमा। बाँकी सबै कुरा राम्रो हुनेछ भन्दै फेरि पनि रमेश हाम्रो यहाँको हैन होनार भाइलाई धेरै धेरै शुभकामना भन्दै र उहाँको बाँकी प्रक्रियाहरू पनि एकदम राम्रोसँग छिटोभन्दा छिटो भएर छिटोभन्दा छिटो चाहिँ हामीले यहाँबाट शुभयात्रा भनेर भन्न पाइयोस् र कोरियाको बसाइ सहज र सफल रूपमा सकेर नेपाल आएर फेरि सँगसँगै सहयात्रा गर्ने अवसर पनि मिलेको होस्। तपाईँलाई फेरि पनि बधाई छ। फेरि पनि धन्यवाद। त्यसै गरी यस व्यवस्थापन हैन यस एक्टिलाइन सेन्टरमा यसरी सबै कुराहरूको शैक्षिक वातावरण सिर्जना गर्नुहुने हाम्रा श्रद्धेय गुरु झपेन्द्र पाण्डे सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीहरूले हाम्रो पाठबाट गरेको भूमिका एउटा प्लेटफर्म देखाएको थियौँ र त्यसलाई अझ सुनमा सुगन्ध दिने काम आदरणीय गुरु झपेन्द्र सरले गर्नुभयो र त्यसमा दिएको कुराहरूलाई मलजल गरेको कुराहरूलाई रिजल्टमा परिणत गर्ने काम हाम्रो प्यारो भाइ रमेशले गर्नुभएको छ र यस्तै अरू भाइहरूले पनि गरिसक्नु भएको छ। आशा छ अब बाँकी तपाईँहरूको आउँदै गरेको इक्जामलाई पनि यसरी 100% तपाईँले दिन सक्नुहोस् भन्दै फेरि पनि धेरै धेरै बधाई अनि शुभकामना र सरलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सर। हाम्रो यो यस किसिमको कोअर्डिनेटिङ यस किसिमको टिमवर्क सधैँ यसरी नै अगाडि बढ्दै जाओस् भन्दै सबैजनालाई र सबै